हेलो साथीहरु नमस्ते। आज चाहिँ हामी च्याङ्ग्रे बजारमा यो चाहिँ रङ्गशाला हो। हामी चाहिँ च्याङ्ग्रे बजार आएको भगवतीमा 3 च्याङ्ग्रे भोजपुर। हाम्रो दिदीहरु अब हामी चाहिँ कालो जाँदै छौं है साथीहरु। यतै हुनुहोस्। यो चाहिँ पोखरी च्याङ्ग्रेको पोखरी हो। अलि त्यति राम्रो देखिएन दिदीहरु नानीहरु। हामी चाहिँ यो माथि सबैभन्दा माथि चाहिँ जाँदै छौं। हेर्नु है आउँदै छ हाम्रो भाइ हिमाल पनि देखिन्छ। यो गाउँपालिका हो। यो चाहिँ माथि यहाँ चाहिँ हामी सबै अब पौवादुमामा घुम्ने बनाइदिनु भएको छ। राम्रो यहाँ चाहिँ रमाइलो ठाउँ छ। हाम्रो चाहिँ अब डाँडाकाँडा सबैतिर देखिन्छ। पुल पनि छ। च्याङ्ग्रे हाम्रो सबैजना आउनु होला हाम्रो च्याङ्ग्रेमा घुम्नका लागि। दिदीले पनि हाई भन्दै हुनुहुन्छ। नानीहरु कुद्दै जाँदैछन्। म पनि फाइनली पुग्न लागेको छु। अब जाँदैछु हामी पनि हेर्नको लागि। म चाहिँ आज फर्स्ट टाइम आउँदैछु म चाहिँ। अब कस्तो छ हेरौँ है त। सबैजना अरू आएको चाहिँ देख्थे तर म चाहिँ आइपुगेको थिइनँ यहाँसम्म। फाइनली म चाहिँ आइपुगेको छु है। यो चाहिँ पुल पारीबाट वारी आउने पुल। तल देखिएको पोखरी। यता यो घुम्ने मान्छेहरु धेरै आउनु भएको छ। उहाँहरु पनि आइराख्नु भएको छ। यहाँदेखिको चाहिँ पारीसम्म पनि देखिन्छ। डाँडाकाँडाहरु रमाइलो ठाउँ देखिन्छ है। हेर्नु है साथीहरु सबैजनाले राम्रो देखिन्छ। म पनि आइपुगिसकेँ। हाम्रो दिदी पनि आइपुगेको छौँ हामी दिदी बहिनी मिलेर है। नानीले हाई भन्दैछ। दिदी पनि पारीको चाहिँ हाम्रो दिदीको गाउँ देखिरहेछ। यता पारी चाहिँ